दिपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटको खास गरेर टी20 फर्मेटको विगत लामो समयदेखिको सबैभन्दा ठूलो म्याच विनर। केही समय यता त अलराउन्डरको विश्व वरियतामा पनि अग्रपंक्तिमा रहँदै आएका खेलाडी। विश्व क्रिकेटमै ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै डिपार्टमेन्टबाट खेललाई चेन्ज गर्न सक्ने धेरै कम खेलाडी छन्। यस्ता खेलाडीलाई हामी सामान्य भाषामा 3 डाइमेन्सनल प्लेयर पनि भन्छौं। र साँच्चै नेपाली क्रिकेटका यस्तै एउटा रेयर एसेट हुन् दिपेन्द्र सिंह ऐरी। उनका लाखौं समर्थकका लागि टाइगर बनेका ऐरीको करियर सधैँ प्रशंसाले मात्र भने भरिएन। उनी सम्भवतः समर्थकबाट धेरै गाली खाने खेलाडीमा पनि पर्छन्, किनकि तपाईँ त्यही व्यक्तिलाई आलोचना गर्नुहुन्छ जसबाट तपाईले सबैभन्दा धेरै अपेक्षा राख्नु भएको हुन्छ। जब जब दिपेन्द्र ब्याटिङको लागि मैदानमा उत्रिन्छन् तब दर्शकले उनीबाट चौका र छक्काको वर्षा अपेक्षा गर्छन्, किनभने उनले आफ्नो रेपुटेसन नै त्यस्तै बनाएका छन्। उनले मंगोलियासँग एशियन गेम्समा 9 बलमा 50 रन प्रहार गरेका थिए, जुन विश्व क्रिकेटमै फास्टेस्ट टी20 I50 हो, र साथै कतारसँग खेलको अन्तिम ओभरमा 6 छक्का पनि लगाएका थिए। You just need one more, Tiger. Can you do it? Here's your moment. Full, and of course he goes aerial, he goes long, he goes big. Dipendra Singh Airi makes it 6 in a row. यही रेपुटेसनका कारण केही खेलमा उनको ब्याट चल्न नसक्दा उनलाई सानो टिमसँग बाघ, ठूलो टिमसँग बिरालो समेत भन्ने गरिन्छ। नट माई वर्ड्स, तर हामीले सामाजिक सञ्जालमा यो किसिमको शब्दहरू पनि देख्छौं। उनको टेस्ट कन्ट्रीजहरूसँगको ब्याटिङ स्ट्याट्स हेर्ने हो भने फेरि त्यो भनेको कुरा साँचो पो हो कि भनेर सोच्न बाध्य पनि बनाइदिन्छ। तर एकचोटि आलोचनाको लागि मात्रै आलोचना नभएर उनको ब्याटिङ फन्डामेन्टल्स बुझ्नतर्फ जाउँ न। आउनुहोस्, आजको भिडियोमा हामी दिपेन्द्र सिंह ऐरीको ब्याटिङलाई डाइसेक्ट गरौँ। हामी जब टी20 क्रिकेटमा पावर हिटिङ वा फिनिशिङको कुरा गर्छौं, जेनरली ब्याट्सम्यानको हिटिङ आर्क अथवा रिचको कुरा गर्छौं। टल ब्याट्सम्यानको नेचुरल रिच पनि धेरै हुने गर्छ, त्यसकारण दिपेन्द्र सर्ट स्ट्याचरको भएको हुँदा उनको ब्याटिङ रेन्ज भने सायद थोरै नै छ, तर आइलाइन हाइट कम हुने भएको हुँदा उनले लेन्थ भने अर्ली पिक गर्न सक्छन्। त्यसो भए उनको लागि डेथ ओभर्समा बाउन्ड्री अप्सन्सहरू के हुन्छन् त, अथवा उनले धेरै जसो बाउन्ड्रीजहरू कसरी पाइरहेका हुन्छन् त। र यो भिडियोमा अब प्रयोग हुने क्लिप्सहरू र स्क्रिनशट्सहरू नेपाल प्रिमियर लिग, नेपाल भर्सेस कतार र युनिटी कपको ब्रोडकास्टबाट साभार गरिएको हो। यसो भनिरहँदा त्यही तीनवटा मात्र टुर्नामेन्टलाई आधार मानेर निष्कर्षमा भने पुग्न मिल्दैन। मल्टिपल क्यामेरा एंगल र बल भिजिबिलिटी भएको हुँदा डेमोन्स्ट्रेसन सजिलो हुने भएको भएर भिडियोमा उक्त क्लिप्सहरूको रेफरेन्स लिइएको हो। एकपटक यो फोटोहरूलाई हेर्नुहोस्। यी सबै शट्सहरूमा एउटा कुरा कन्स्टेन्ट देख्नुहुन्छ, त्यो हो बल स्लटमा छ, ऐरीले फ्रन्ट लेग क्लियर गरेर स्लग गरेका छन्, र रिजल्ट टाइमिङ राम्रो भएको केसमा इजी बाउन्ड्री। र यस्तो एक्जाम्पल ऐरीले खेलेका लगभग हरेक राम्रो इनिङ्समा भेटिन्छ, र यस्तो शट्सले उनको टोटल बाउन्ड्रीजको राम्रै पर्सेन्टेज पनि ओगट्छ। ऐरीको गेमको बारेमा अर्को इम्पोर्टेन्ट कुरा के हो भन्दा उनले मोर अफन देन नट क्रिजको डेप्थलाई युज गर्न खोज्छन्, अर्थात् क्रिजमा धेरै नै डिप बसेर शट्सहरू खेल्न खोज्छन्, किनकि उनी अलरेडी ब्याकमा गएर बसेका हुन्छन्। उनलाई स्पिन र मिडियम पेसरको अगेन्स्टमा पुल अथवा कट शट लगाउन सजिलो हुन्छ। एकपटक यो डेमोन्स्ट्रेसनलाई पनि हेर्नुहोस्। शोल्डर हाइटमा टल फास्ट बलरको अगेन्स्टमा पुल शट खेल्दै आउट नभएका पनि होइनन्, तर यो समग्र नेपाली टिमकै कमजोरीमा पर्छ। त्यसकारणले गर्दाखेरि अहिले हामी दिपेन्द्र सिंहको मात्रै ब्याटिङमा फोकस गरौँ। दिपेन्द्रको रनिङ बिट्विन द विकेट्सको कुरा गर्नै परेन। उनी नेपालको मात्र नभई सायद विश्व क्रिकेटमै वान अफ द बेस्ट हुन् यो कुरामा, र यो कुरा उनको ब्याटिङबाटै पनि हेर्न सकिन्छ। दिपेन्द्र जेनरली फरवर्ड स्ट्राइड निकाल्दैनन्, उनी पछाडि नै बसेर हल्का हातले खेल्न रुचाउँछन्। यो अवस्थामा पोइन्ट अफ कन्ट्याक्टको बेला फुटेज हेर्ने हो भने उनी टोमा उभिरहेका हुन्छन्, जसले गर्दा सायद रनिङको लागि फर्स्ट स्टेप कन्ट्याक्ट पोइन्टमै पूरा गर्छन् उनले। उनी फुल फ्लोमा भएको गेमहरूमा रिभर्स स्विप र हेलिकप्टर शट समेत देख्न सक्छौं हामीले। सो अहिलेसम्म उनको ब्याटिङ स्टाइल, रेन्ज र रनिङको बारेमा बेसिक जानकारी त भइ नै हाल्यो। उनी सधैँ आफ्नो बेस्टमा हुने होइनन्, कहिलेकाहीँ फर्म बिग्रिँदा अथवा गेममा स्ट्रगल गरिराख्दा के कुरामा चाहिँ स्ट्रगल गरेका हुन्छन् त ऐरीले। अब यो कुरा बुझ्ने प्रयास गरौँ। अहिलेसम्म ऐरीको खेल हेर्दा के कुरा बुझियो भन्दा उनी धेरै जसो मिनिमल फुट मुभमेन्ट गर्छन् र फास्ट ह्यान्ड आई कोअर्डिनेसनमा शट्सको लागि भर पर्छन्, साथै क्रिजको डेप्थमा गएर शटहरू खेल्ने कोसिस गर्छन्। एकपटक यो क्लिप हेर्नुहोस्। यसमा ऐरीको इनिङ्सको पहिलो बल थियो, उनी फर्स्ट बलमै क्रिजको डेप्थसम्मै गएका थिए, सायद अफसाइडतिर शट्सको लागि ओपन हुन चाहन्थे, तर बल टर्न नभई सिधा आउँछ र उनी रुमको लागि क्र्याम्प हुन्छन्। यो अर्को क्लिपमा पनि उनी फेरि क्रिजमा डिप पुगिसकेका हुन्छन्, फेरि पनि अफसाइडतिरकै शट्सको लागि जान चाहन्थे, तर फेरि पनि क्र्याम्प हुन पुगे, र यस्ता क्लिप्सहरू कयौं भेटिन्छन् जुन अहिले स्क्रिनमा चलिरहेको छ। अर्को माइनर कुरा उनको ब्याटिङमा जुन अरू धेरै ठाउँमा रिपिट भएको त पाइएन, तर पनि केही इस्यु भने देखिन्छ। उनको फ्रन्ट लेग अफस्टम्पको अक्रस आइसकेको छ र हेड पनि केही हदसम्म फल भएको छ, जसको कारणले गर्दा उनी एलबीडब्ल्यू र बोल्टको शिकार भने हुन सक्छन्। र यही बलमा पनि पछि उनको प्याडमा लागेको थियो, तर फर्चुनेटली मिसिङ लेग रहेको थियो। अर्को माइनर प्रब्लम, जसको त्यति धेरै स्याम्पल साइज त छैन,
तर पनि वेस्ट इन्डिजसँगको म्याचमा उनले नवीनको गुगली भने पिक गर्न सकिरहेका थिएनन् र सिम्पली स्पिनरको बलमा फ्रन्ट फुटमा स्ट्राइड ननिकाली क्रिजमै बसेर पुश गर्न खोज्दा हातबाट पिक नगरेको बल उनलाई गाह्रो भने भइरहेको थियो र यो केस चाहिँ धेरै पटक देखिसकेको छ। उनी केही हदसम्म स्लोअर बलमा पनि फसेका छन्। यसको केही इक्जाम्पल नेपाल प्रिमियर लिगमा पनि देखिन्छ। समग्रमा उनको खेलको कन्क्लुजनमा पुग्दा उनी एउटा हार्ड हिटर नभएर इनिङ्स बिल्डर चाहिँ हुन्। उनको इनिङ्स बुन्ने पेस निकै राम्रो छ। हरेक बल आफ्नो आर्कमा नभए सिंगललाई डबल बनाउँदै खेललाई अगाडि बढाउन सक्ने खेलाडी हुन् दिपेन्द्र। बिर्सिनै नहुने कुरा के पनि हो भन्दा उनको सर्ट टाइमिङ मात्र होइन, प्लेसमेन्ट पनि गजबको छ। तर यो कुरा पनि साँचो हो कि दिपेन्द्रले आफूलाई फिनिशरको रोलको लागि बाउन्ड्री क्लियरिङ एबिलिटी भने अझै इभल्भ गर्न पर्ने देखिन्छ। त्यसै पनि T20 एभर इभल्भिङ फर्म्याट हो। उनी आफ्नो अफ स्पिन र फिल्डिङकै भरमा पनि नेपालको अन्तिम 11मा कुनै पनि बेला पर्ने खेलाडी हुन्। तर उनको ब्याटिङ केही हदसम्म मात्रै चल्दा पनि उनी नेपालको लागि हुकुमको एक्का बन्नेछन्।